कक्षा 11 अर्थशास्त्र विषय इकोनोमिक्स है नमुना प्रश्नपत्र हो यो चाहिँ पाठ्यक्रम नयाँ पाठ्यक्रम अनुसार टाइम चाहिँ हाम्रो 3 घण्टा रहेको हुन्छ फुल मार्क्स चाहिँ हाम्रो 75 रहेको हुन्छ विद्यार्थीहरू सकेसम्म चाहिँ आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्नेछ किनारामा दिएका अङ्कले पूर्णाङ्क लागि अन्तसम्मको हाम्रो अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू बेहिसाब यतापछि सबै प्रश्नहरू चाहिँ हाम्रो अनिवार्य दिनुपर्ने हुन्छ अनि एउटा गरेर हाम्रो एमाउन्ट हुन्छ 11 राउन्ड अनि आर्थिक वस्तु भनेको के हो भन्छ आर्थिक वस्तु भनेको कुनै पनि वस्तुलाई हामीले प्राप्त गर्नको लागि पैसा तिर्नु मूल्य तिर्नुपर्ने हुन्छ भने त्यो आर्थिक वस्तु हो त्यो हाम्रो यो चाहिँ दोस्रो प्रश्न रहेको छ यो चाहिँ हाम्रो मागफलन र पूर्तिफलनबाट आएको हुन्छ क्युडी बराबर क्युआर गरेपछि यो चाहिँ आइहाल्छ है त्यो सजिलै छ यो माइनस गर्ने 100बाट त्यो 300 घटाउने 150बाट 300 घटाउने 10बाट घटाएपछि 10बाट 20बाट 10 घटाएपछि त्यो चाहिँ आइहाल्छ त्यसै केही सजिलै छ होइन यसो हजुरहरू गर्न सक्नुहुन्छ बन्धशास्त्र भनेको के हो बन्धशास्त्र भनेको कुनै पनि निश्चित एउटै देशमा हुने क्या कुनै पनि दुई अथवा दुईभन्दा धेरै देशमा हुँदैन भने त्यो बन्धशास्त्र अनि व्ययोग्य आय कसरी गणना गरिन्छ व्ययोग्य आय भनेको व्यक्तिको आम्दानीबाट प्रत्यक्ष कर घटाएर व्ययोग्य आय गणना गर्न सकिन्छ है त आर्थिक विकास भनेको के हो भन्छ आर्थिक विकास भनेको कुनै पनि देशको आर्थिक सम्पत्तिमा सकारात्मक प्रभाव पर्छ भने त्यो नै आर्थिक विकास हो कुनै पनि देशको आर्थिकमा सकारात्मक प्रभाव नेपाली अर्थतन्त्रका कुनै दुई विशेषता लेख्नु नेपाली अर्थतन्त्र भनेको के छ त अहिले कृषि उद्योगको विकास हुँदैछ होइन यति नै भन्न सकिन्छ हामीले अनि कृषि क्षेत्रमा खनिज सम्पदाका कुनै दुई उपयोगिता लेख्नुहोस् कृषि क्षेत्रमा अब इन्टरनेटका कुनै दुई उपयोग लेख्नुहोस् अब इन्टरनेटको उपयोग त सबैलाई थाहा हुने कुरो भयो होइन इन्टरनेटको उपयोग भनेको कुराकानी अनि सञ्चारमा सहयोग यस्तै हामीले मिलाएर लेख्न सक्छौँ अनि अर्थशास्त्रमा गणितको कुनै दुईवटा प्रयोग लेख्नु हुन्छ अर्थशास्त्रमा गणितको प्रयोग भनेको चरहरूको सम्बन्ध पत्ता लगाउनु अनि त्यहाँदेखि हाम्रो आर्थिक मतलब गणितीय हिसाबहरू गर्नका लागि अनि यो चाहिँ डेरिभेटिभबाट है हाम्रो यो चाहिँ डी यो 3ले उसलाई 2लाई गुणन गर्ने अनि त्यसपछि यो स्क्वायरबाट 1 घटाएपछि यसको 6x आउँछ है त एन्सर यो चाहिँ डेरिभेटिभबाट यो गर्न सक्नुहुन्छ डिफ्रेन्सिएट गुणन भन्छ अनि 2 यो चाहिँ हाम्रो दुई बिन्दु भनेपछि ए 2 र 3 दिएको छ अनि र बी चाहिँ 5 र यो चाहिँ हाम्रो x र y मान्ने सुरुमा अनि त्यसपछि दोस्रोलाई x1 र y1 मान्ने अनि यो चाहिँ हाम्रो कसरी गर्ने भन्दाखेरि माथि चाहिँ y1 माइनस y2 गर्ने अपन गर्ने अनि तल चाहिँ x1 माइनस x2 गर्ने त्यो चाहिँ आइहाल्छ त्यसरी गर्दाखेरि हजुरहरूले गर्न सक्नुहुन्छ अनि यो चाहिँ अब समूह रहेको छ हाम्रो सही प्रश्नहरूको उत्तर दिनुपर्ने छ हामीले यो चाहिँ हाम्रो 5 मार्क एउटाको लागि 12मा भन्छ मार्शल अनि मार्शलको अर्थशास्त्रको परिभाषा दिनुहोस् यो चाहिँ फिक्स क्वेसन हो त मार्शल रबिन्स अनि अर्को हाम्रो के छ त्यो चाहिँ हाम्रो फिक्स क्वेसन जस्तै हुन्छ कि यो चाहिँ हामीले हेरेर जानुपर्ने हुन्छ है त अथवामा पनि दिन्छ यहाँ तलतिर श्रम भनेको यो फिक्स हो यदि तपाईँहरूले त्यो 3टा मार्शल एडम स्मिथ र रबिन्स नत्र भने यसको अथवामा चाहिँ यो दिन्छ हजुरहरूले ती कन्ट नगरेर यो अथवा भयो यो श्रमवाला कन्ट गरेर गए पनि हजुरहरूको मार्क आउँछ है त अब यहाँ म्याकको नियमको व्याख्या गरेर भन्छ होइन म्याकको नियम भनेको चाहिँ अब त्यही हो मार्शलले पत्ता लगाएका थिए उनले आफ्नो पुस्तक कहिले लेखेका थिए 1990मा लेखेका थिए त्यही पुस्तकमा व्याख्या गरेका थिए माग र पूर्ति विपरीत सम्बन्ध माग र मूल्य विपरीत सम्बन्ध भनेर लेख्न सक्छौँ अनि दिएको तालिकाको आधारमा प्रश्नहरूको उत्तर दिनु चाहिँ हामीलाई एउटा तालिका दिन्छ है त यो चाहिँ हामीले तालिका पुरा गरेर चाहिँ एउटा टेबल दिएको हुन्छ त्यो पुरा गरेर अनि हामीले गर्नुपर्ने हुन्छ है त यहाँ अनि यहाँ चाहिँ टेबल दिइसकेपछि हामीलाई यसरी क्वेसन दिन्छ वस्तुको मूल्य रु 5बाट वृद्धि भएर 10 हुँदा पूर्तिको डोज पत्ता लगाउनुहोस् भन्छ यो चाहिँ हाम्रो एउटा सूत्र छ है सजिलो सूत्र छ त्यो सूत्रबाट नि हजुरहरूले गर्न सक्नुहुन्छ त्यो सूत्र चाहिँ हाम्रो डेल्टा क्यू अपन पी अनि इन्टु पी अपन क्यू गरेपछि हाम्रो त्यो चाहिँ सजिलै निस्किन्छ होइन यो चाहिँ हजुरहरूले आउँदैन भने कमेन्ट गर्नु होला हजुरहरूले चाहिँ मेरो चाहिँ भिडियो गरेर दिनेछु नत्र भने अरू पनि गराएका छन् यो पनि सेम हो तल पनि त्यही गर्ने हो
यहाँ चाहिँ केही छैन होइन। यो चाहिँ हजुरले सजिलै गर्न सक्नुहुन्छ। मैले त्यही सूत्र भनेको छु, त्यही सूत्रबाट गरेपछि मिल्छ है त्यो। यो भयो। अब हाम्रो यहाँ रहेको छ 15 नम्बर क्वेसन दिएको तालिका। अब हामीलाई अर्को पनि तालिका दिन्छ, तालिकाको आधारमा चाहिँ हामीले गर्नुपर्छ। अनि त्यही हो, अर्थशास्त्रमा चाहिँ धेरै क्वेसनहरू दिने भनेको तालिकामा हुन् कि। अनि त्यसपछि यो चाहिँ हाम्रो अङ्ग्रेजीबाट भयो। अङ्ग्रेजी मिडियमका लागि पनि सजिलो सन्देश दिएको हो अङ्ग्रेजीमा। अनि यहाँ चाहिँ हाम्रो यसरी दिएको हुन्छ होइन, यो तालिका भर्नुपर्ने। अब हामीलाई यहाँ दुईवटा दिएको छ, तर हामीले यहाँ सीमान्त उपयोगिता भर्नुपर्छ। यो चाहिँ कुल उपयोगिताको फरक हो है त। यो 9बाट 5 घटाउने 4 आउँछ, अनि 12बाट 9 घटाउने 3 आउँछ। यही गरेर हामीले त्यही फरक हो भर्नुपर्ने। त्यो केही छैन। हामीलाई सुरुमा चाहिँ तालिका पुरा गर्नुपर्ने दिएको हुन्छ। हामीले चाहिँ यहाँ तालिका पुरा गर्ने, त्यही अघिनको मार्जिन थियो नि सीमान्त उपयोगिता, त्यही भर्ने त्यो भइगयो। अनि त्यहाँदेखि पुरा गरिएको तालिकाबाट कुल र सीमान्त उपयोगिता वक्ररेखा खिच्नु थियो। अनि हामीलाई कहिले चाहिँ 3टा भनेको हुन्छ, तर यहाँ चाहिँ अहिले 2टा भनेको छ। त्यसको 2टाको चाहिँ 2टै खिच्नुपर्छ है हामीले। तालिका त अब भइगयो। अनि त्यहाँदेखि अर्को हामीले रेखाचित्र गर्नुपर्छ। कुल र सीमान्त उपयोगिता वक्ररेखा बिचको सम्बन्ध देखाउनुहोस् भन्छ। अब त्यही हो, हामीले मतलब कुन बढ्छ कुन घट्छ के हुन्छ भनेर त्यो चाहिँ हामीले हल्का व्याख्या गर्नुपर्ने हुन्छ। अन्तखेरि त्यसको सम्बन्ध चाहिँ त्यसरी नै देखाउन सक्छौँ। अनि यहाँ 16मा भन्छ मुद्राका कार्यहरू उल्लेख गर्नुहोस्। मुद्राका कार्यहरू के छ? मुद्राका कार्यहरू भनेको वस्तु विनिमय प्रणालीमा सहज पुर्याएको छ भनेर त्यसरी हामीले लेख्न सक्छौँ। हल्का 1 पेज लेख्न सक्छौँ। नेपालमा आर्थिक विकासको प्रक्रियामा पछि पर्नुका कारणहरू लेखाजोखा गर्नुहोस् भन्छ। यो चाहिँ अब हामीले विभिन्न स्रोत साधनहरू पहिचान गर्न नसक्दा अथवा गलत राजनीतिक कारणले गर्दाखेरि यसरी पनि हाम्रो नेपाल देश पछाडि परेको छ। अनि कृषिको राम्रो व्यवस्थापन गर्न नसक्दा, कृषिलाई व्यवस्थित ढङ्गले प्रयोग गर्न नसक्दा पनि हाम्रो देश पछाडि परेको छ भन्न सकिन्छ। अनि हाम्रो 18मा भन्छ। यो 18मा चाहिँ यस्तै आउँछ है त। यो चाहिँ हाम्रो सबभन्दा लास्टको पार्ट छ नि, त्यहीबाट आउँछ कि मौखिक हो। जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रमा पारेका प्रभावहरू लेख्नुहोस्। अब जलवायु परिवर्तन के भन्छ त? क्लाइमेट चेन्ज। यसले चाहिँ अब नेपालको मतलब रोगहरू निम्त्याउने आदि इत्यादि कामहरू गरेका हुन्छ नि त, त्यो हामीले चाहिँ लेख्न सक्छौँ। अनि हाम्रो चाहिँ 19 नम्बरमा चाहिँ यस्तो दिएको हुन्छ, बिन्दु A - 5 अनि कमा 10 बाट पार हुने तथा दुवै अक्षरमा बराबर खण्ड बनाउने सिधा रेखाको समीकरण पत्ता लगाउनुहोस् भन्छ। यो चाहिँ हाम्रो लगभग कति लास्टतिर थियो नि हो, त्यो पार्टबाट चाहिँ यो आएको होइन। यसलाई चाहिँ हामीले कसरी गर्ने भनेर अब हजुरलाई सायद थाहा होला, नत्र भने चाहिँ यो भन्दा एकदमै सजिलो भनेको अर्को छ कि। यसलाई चाहिँ हेर्दैन, हेर्नुहोस्, योलाई हेर्नुहोस्। यो चाहिँ यदि कुनै एउटा वस्तुको मतलब हामीले यो अघि नै गरेको थियौँ नि डेरिभेटिभलाई। यो अब यसलाई के छ र गर्नुपर्ने? यसलाई केही छैन, मतलब यो डेरिभेटिभ डी राखिदिनुहोस् माथि, अनि अपन गरिदिनुहोस्, तल डिएल गरिदिनुहोस्, अनि त्यहाँबाट काट्नुहोस्। अनि त्यसपछि जुन हाम्रो यो काटिसकेपछि आउँछ त्यो आइसकेकोलाई चाहिँ हाम्रो त्यो जुन बीजगणितमा गर्थ्यौँ नि हामीले पहिला 10मा गणितमै हुन्थ्यो कि त्यो हो, त्यही वाला गरिदिनुहोस्, त्योबाट चाहिँ भइहाल्छ। अनि सीमान्त उपयोगिता फलन हो, यो चाहिँ सोध्छ सीमान्त उपयोगिता फलन त्यहाँबाट आउँछ। अनि हाम्रो सोध्छ अर्को खमा होइन, सरम 5। अब त्यो याल भनेको के हो? हाम्रो सरम हो नि त। यालको ठाउँमा 5 राखिदिँदा कति हुन्छ भनेपछि त्यो माथि राखिदिँदाखेरि भइहाल्यो। त्यो चाहिँ हाम्रो सजिलै आइहाल्छ कि माथि त्यो यालको सट्टामा जहाँ पनि याल छ नि हो त्यसको सट्टामा चाहिँ 5 राखिदिने, 5 राखेपछि आउँछ। अनि त्यसपछि चाहिँ हाम्रो रहेको छ गहको समूहको लामो उत्तर है त। यो चाहिँ हामीले लङ लेख्नुपर्ने हुन्छ, थोरैतिर लेखेर पुग्दैन है त। यो चाहिँ हामीले एकदमै लामो लेखिसकेपछि बल्ल चाहिँ हाम्रो मार्क आउँछ। एउटा गरे बाबत हाम्रो 8 नम्बर आउँछ है। यदि हामीले छोटो लेख्यो भने त 8 नम्बर आउने सम्भावना चाहिँ कमै हुन्छ। हामीलाई सुरुमै दिन्छ तालिका। त्यही हो, अर्थशास्त्रमा धेरै जस्तो तालिका नै दिइरहेको हुन्छ। अनि त्यहाँदेखि तालिका नै हेरेर हामीले गर्नुपर्ने हुन्छ। अघि नै मैले हजुरहरूलाई भनेको थिएँ त्यो तालिका चाहिँ अब यहाँ दिन्छ होला है, 3टावालाको सम्बन्ध देखाउने। अघि नै चाहिँ हामीलाई 2टाको दिएको थियो नि त, तर अब चाहिँ यहाँ औसत दिएको छ, सीमान्त उत्पादन दिएको छ। अब यो चाहिँ हजुरहरूलाई थाहा हुने कुरो भइगयो होइन। यो चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हो कि। यो फिक्स क्वेसन नै भनेर जानु छैन, यसलाई चाहिँ हेरेर जानु होला हजुरहरूले। यो चाहिँ फिक्स नै आउँछ कि। अनि औसत र यसरी माथि तालिका दिएर अनि तर चाहिँ AB अथवा क ख ग गरेर
समीक्षा गर्नु। औद्योगिक भनेको त अब उद्योगहरूले त हाम्रो देशमा त धेरै विकास गर्छ होइन। उद्योगको विकास गर्नको त हाम्रो देशले कति छिटो फड्कोमा आएको छ त्यो त हजुरहरूलाई थाहा छ, सबैलाई थाहा भएकै कुरो हो है त। त्यो चाहिँ हजुरहरूले मिलाइदिनु सक्नुहुन्छ। त्यही हो, अब हजुरहरूलाई पनि परीक्षाको बेस्ट अफ लक, राम्रोसँग गर्नु होला। अब परीक्षा पनि नजिकै आइरहेको छ। अब कुनै स्कुलमा त 4 गतेदेखि छ भनेपछि कुनै स्कुलमा चाहिँ हाम्रो 6 गतेदेखि छ। यो चाहिँ हाम्रो समय तालिका है त, एकदमै महत्त्वपूर्ण। हजुरले कति समय कतिलाई दिने त भने धेरै छोटोलाई चाहिँ हामीले 26 मिनट दिनुपर्छ, अनि छोटो यो 5 मार्क्सकोलाई चाहिँ हामीले 96 मिनट अनि त्यो 58 मिनट गरेर र पुरै 3 घन्टा कम्प्लिट हुन्छ होइन। यसरी चाहिँ गर्नुभयो भने हजुरहरूको मार्क्स पनि राम्रो आउने छ भन्ने आशा गर्दछु। अनि भिडियो कस्तो लाग्यो, अनि त्यसपछि अर्को चाहिँ टपिकमा चाहिँ कुन चाहिँ टपिकमा भिडियो गरौँ सुझाव सल्लाह दिनुहुनेछ। साथै यस च्यानललाई चाहिँ सब्सक्राइब गरिकन साथ दिनु होला। धन्यवाद। अनि हजुरहरूको इक्जामको लागि बेस्ट अफ लक।